हजुरलाई मेरो नमस्कार। यो हाम्रो कञ्चनपुर 12 को पौडा खोला हजुर पौडा खोला स्थित हजुरलाई यो सेक्टर लिएर जुन यो वन क्षेत्रभित्र एउटा जुन संसारी मन्दिर स्थापना गरेर यसलाई एउटा थानसम्म चाहिँ नि अहिले स्थापना गरिसकेको छ। यो मन्दिरको विषयमा हजुरले केही कुराहरू राखिदिनु होला। यो कसरी स्थापना भयो, स्थापना गरिसकेपछि अहिले हामीहरू यो संसारी पूजाहरूमा यसको रौनकता बढेको देखिन्छ। यो विषयमा हजुरले यसको सोचहरू हजुरले सुरुवात भयो कसरी, हजुरबाट हजुरकै नामहरू आइरहेछ, यो कसरी भयो के भयो, यसमा हजुरले केही कुरा राखिदिनु होला न। धन्यवाद। अब यसमा हाम्रो गाउँवासीहरूले तपाईँको चाहिँ नि परापूर्व कालदेखि संसारी माईको चाहिँ नि पूजा गर्ने चाहिँ नि परम्परा भएको हुनाले अब यसमा हामीले हाम्रो एउटा 3 घरे भन्ने दाजुभाइ छौँ। हामी सब मिलेर यो 2021 सालमा चाहिँ मन्दिरको हामीले निर्माण गऱ्यौँ र यसमा चाहिँ मन्दिर निर्माण भएपछि अब चाहिँ यहाँ संसारी माईको मूर्तिको पनि चाहिँ व्यवस्था गर्नु पर्यो भनेर अब हामीले गरेर चाहिँ अब यो 2082 साल अब 83 साल वैशाख 5 गते संसारी माईको मूर्तिको स्थापना भयो। अब यहाँ मलाई 3 गरेको दाजुभाइ अब यो 12 नम्बर वार्डका चाहिँ हाम्रा चाहिँ देवनारायण श्रेष्ठ, खुब नारायण श्रेष्ठ आदिले चाहिँ यो सहयोग गरेर यहाँ मूर्तिको स्थापना भएको छ। म यहाँहरूलाई चाहिँ अब यो मूर्तिको स्थापना भएपछि सबैजना एकत्रित गाउँवासी एकत्रित भएर यहाँ पूजाआजा गर्छन् भन्ने कुराको मलाई आत्मविश्वास पनि छ र यहाँ अझै केही बस्ने चहराहरू बनाउने पनि मेरो चाहिँ विचार छ र यति भन्दै म चाहिँ यहाँसँग बिदा लिन्छु। धन्यवाद, नमस्कार। हवस् त।